सबैजनालाई हाम्रो आजको नयाँ भ्लगमा स्वागत छ। आजको हाम्रो विशेष भ्लगमा चाहिँ पहाङको अहिले निकै पछिल्लो समय चर्चित ठाउँ, त्यो ठाउँको नाम चाहिँ अहिले ट्याक्कै अब सबै नभनौँ, गएर नै देखाउँ होइन। चर्चित ठाउँ हामीलाई चाहिँ आज चाहिँ यसलाई चाहिँ कोरियाको सिङ्गापुर भनेर पनि चिनिन्छ। त्यस्तो ठाउँ एकदमै राम्रो ठाउँ जाँदैछौँ। आज चाहिँ हामीलाई चाहिँ लोकेन दाइले लिएर जाँदै हुनुहुन्छ। विशेष गरी आज अङ्किता भाउजूको चोइसमा चाहिँ हामी जाँदैछौँ। लेट्स सी आजको पहाङको भिजिट हाम्रो कस्तो हुन्छ, पहाङको आजको तत्काल भनौँ न माहौल कस्तो छ, आजको भिडियोबाट आउँछ। अनि आजको समग्र हाम्रो घुमाइमा कति हामीले के कुरा देख्छौँ, के कस्तो कस्तो ठाउँहरू छ, सबै भ्लग मार्फत आउँछ। भ्लग अन्तिमसम्म हेर्नु होला। अनि आजको हाम्रो भ्लग कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। अनि फेसबुक युट्युब सबैतिर जोडिएर मेरो अन्य भिडियोहरू पुरानो भिडियोहरू हेरेर पनि तपाईँहरूले मलाई चाहिँ सजेसन गर्न सक्नुहुन्छ होइन, कुनै कुराहरूको कमी छ भने। ओके, ढिलो नगरिकन अब हामी सिधै पहाङ जाँदैछौँ। लेट्स सी आजको पहाङको भिडियो। आजको विशेष चाहिँ म बस्न पाछु भन्नु पर्दैन त? आजको विशेष चाहिँ म बस्न पाछु, ड्राइभर हुनु परेन भन्नु न। अरू दिन छोरोले खिच्थ्यो, आज मैले खिचिरहेको छु। भ्लगरले भिडियो खेल्नमा मजा आउँदैन नि गाइज होइन। सधैँ मैले गाडी चलाउनु परेपछि भ्लग खिच्न पाइँदैन क्या, त्यो मजा आउँदैन क्या। अब क्यामेरा यो 1.5 लाखको क्यामेरा लियो अनि भ्लग खिच्न पाउँदैन, मजा आउँदैन। सो आज चाहिँ मैले चट्ट अगाडि बसेर छेउमा लोकेन दाइले चाहिँ ड्राइभ गर्नुभएको, मैले चाहिँ आज पुरै भ्लग खिच्छु। सो आजको भ्लगमा चाहिँ एकदमै इन्टायर भिडियोभरि चाहिँ एकदमै स्पेसल ठाउँहरूको भिडियोहरू खिच्ने कोसिस गर्छु। हेर्दै गर्नु होला। हामी चाहिँ पहाङ जाँदैछौँ। फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुगेका छौँ। करिब 1 घन्टाको यात्रामा चाहिँ हामी पहाङ आइपुगेका छौँ। अब यहाँनिरको माहौल कस्तो छ हेर्नु होला। हामी सिङ्गापुरको एयरपोर्ट भनेर यहाँ अहिले चर्चामा रहेछ होइन यो ठाउँ चाहिँ। बाहिरको जुन यो बाहिरबाट देखिने यसको चाहिँ अनुहार यस्तो छ। अब यहाँभित्र के छ अब हामी गएर हेर्छौँ, देखाउँछौँ।
ल फाइनल्ली हामी भित्र प्रवेश गरिसकेका छौँ। यहाँ भित्र प्रवेश गरिसकेपछि चाहिँ एकदमै पानी झरेको झरनाको आवाज एकदमै तपाईँहरूले सुन्न सक्नुहुन्छ। अनि यहाँको भित्रको मौसम चाहिँ एकदमै तातो रहेछ है, आउने बित्तिकै फिल भयो। यो ठाउँको नाम कोरियनमा सिगमुलवान हो र यसको नेपाली अर्थ हुन्छ वनस्पति सङ्ग्रहालय। यो जुन नेपालमा हामीले प्रत्यक्ष सधैँ देखिरहेका चिजहरू नै यहाँनिर सङ्ग्रहालय बनाएर राखेको रहेछ, किनभने यो वनस्पतिहरू कोरियामा चाहिँ पाइँदैन। यिनीहरूले बाहिर देशबाट ल्याएर यसलाई सङ्ग्रहालय जस्तो बनाएर अनि यहाँका मानिसहरूलाई देखाउनका लागि राखेको ठाउँ रहेछ। यहाँ आएर मैले केराको बुटाहरू पनि देखेँ जुन हाम्रो गाउँघरमै पाइन्थ्यो। अनि विभिन्न अरू वनस्पतिहरू न्युरोदेखि लिएर होइन, न्युरो उन्युहरू यस्ता वनस्पतिहरू जो चाहिँ कोरियामा हुँदैन। कोरिया भनेको एकदमै चिसो एरिया भएको भएर त्यस्तो खालको चाहिँ यो चिजहरू यो वनस्पतिहरू चाहिँ यहाँ हुँदैन र उनीहरूले चाहिँ आफ्नो देशमा चाहिँ यो देखाउनको लागि चाहिँ बाहिर देशबाट ल्याएर राखेको रहेछ। विशेष गरी मलाई अचम्म लागेको भनेको यो काँडाहरू, केराहरू अनि जुन उन्युहरू छ, जुन भनेको हाम्रो घर छेउमै हाम्रो वन जङ्गलमा पाइने वनस्पतिहरू जुन त्यो बोट बिरुवाहरू छ त्यस्तोहरू तपाईँले देख्न सक्नुहुन्छ। काँडाहरू जुन चाहिँ मरुभूमिमा हुन्थ्यो त्यस्ता खालको चिजहरू चाहिँ यहाँनिर ल्याएर यिनीहरूले चाहिँ सङ्ग्रहालय बनाएर देखाएको छ। आजको विशेष भनेको हाम्रो यो सङ्ग्रहालयमा यस्तै वनस्पतिहरू हेर्दैछौँ हामी। तपाईँहरूलाई कस्तो लाग्दैछ? सायद नेपालमा उनीहरूलाई त यो खासै त्यस्तो अनौठो लाग्दैन किनकि देखिरहेको चिज हो, तर कोरियामा भने चाहिँ यो एकदमै अनौठो चिज, यिनीहरूको लागि नयाँ नौलो चिज भएको भएर मान्छेहरू एकदमै हेर्न आइरहेका छन् है। केराको पात हेर्न पैसा तिरेर आउनु पर्यो गाइस। अहिले चाहिँ हामी लगभग मध्य भागतिर आइपुगेका छौँ। यहाँनिर हामीले फोटोसुट गरिसकेका छौँ होइन सबैजनाको। अब हामी चाहिँ अगाडि बढ्दैछौँ। गर्मी लाग्दै गर्मी लाग्दै गर्मी। अरे ल हामी चाहिँ अहिले झर्ना भएको ठाउँमा आइपुगेको छौँ। यो सबै आर्टिफिसियल झर्ना हो होइन, यो मान्छेले बनाएको झर्ना हो। अनि यो जति पनि यहाँ वनस्पतिहरू छ त्यो सबै यो पछि ल्याएर राखेको यो अहिले बुवाङमा खुलेको नयाँ ठाउँ हो। त्यो भएर मान्छेको चहलपहल एकदमै छ यहाँनिर। पोज दिनु है, पोज यता हेर्नु, यता हेर्नु। यो भित्र चाहिँ सबै यो सिसाको घर भएको भएर यस्तो गर्मी होइन, यो जग्गा सबै खोल्नु पर्ने बाध्यतै भयो। अहिले यहाँ झर्नाको आवाज पनि तपाईँको एकदमै आइरहेको होला सायद। हुन त यो माइकले चाहिँ यो नोइज रिड्युस गर्छ, तर पनि आवाज आएको छ जस्तो बेला लागिरहेको छ। एकदमै यहाँनिर गर्मी, तर अहिले यो झर्नाले गर्दाखेरि एकदमै चिसो फिल भएको छ है। एकदम आज बुवाङ आइरहेको छ घुम्न, पारिवारिक माहौल छ, डिजे भ्लगको साथ छ, एकदम रमाइलो रहेछ ठाउँ होइन। सिङ्गापुर एयरपोर्टको झलको ट्याक्कै बनाएको रहेछ। तपाईँहरू पनि टाइम मिल्यो भने आउनुहोस्। यहाँको एड्रेस के हो बुझ्न मन लाग्यो भने डिजे भ्लगलाई सम्पर्क गर्नु होला।
घुमेर खुसी लाग्यो। साथीहरूसँग आज धेरै पछि जमघट भएर एकदम रमाइलो, दामी 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 हो। ल ठाउँ चाहिँ एकदमै राम्रो छ। मान्छेहरूले चाहिँ अब सिङ्गापुर भनेर धेरै सुनेको भएर हेर्न आएको, तर वास्तवमा यो सिङ्गापुरकै एयरपोर्ट डुले जस्तो पनि लाग्यो। कसैलाई हेर्न मन छ र यो ठाउँ एकदमै राम्रो छ, आउनु होला। कोरियाको स्ट्रेस मेटाउनु छ भने चाहिँ बेस्ट प्लेस हो। अब तपाईँको लागि चाहिँ हरेक सुविधाहरू पनि रहेछ, एकदम मौसम पनि राम्रो। त्यही भएर हरेकलाई आउनु होला भन्न चाहन्छु। जसले विजय ब्लग्स हेर्दै हुनुहुन्छ र सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। तपाईँलाई यो ठाउँ कस्तो लाग्यो? हेलो नमस्ते सबैजनालाई। यो चाहिँ पुवाङको ठाउँ। सबैले भन्छन् सिङ्गापुर त्यस्तै छ, तर यहाँ आउनेले चाहिँ अलिक बाक्लो लुगा लगाएर नआउनु होला, धेरै गर्मी छ। अलिक ठिक्कको कपडा लगाएर आउनु होला। हामीले त धेरै बाक्लो लुगा लगाएर लास्टै गाह्रो भयो। तपाईँहरूले आउँदाखेरि चाहिँ अलिक राम्रो, अलिक जाडोको लुगा नलगाई आउनु होला। यो ठाउँ राम्रो छ, धेरै राम्रो छ, आउनु होला। सबैले घुमिदिनु होला, रमाइलो छ। थ्याङ्क यू। यता छन् हातको जादु खाने भए आउनु होला। किम्चीको पो हो त। घुम्दा घुम्दा भोक लागेर लास्ट भोक लागेको गाइड त्यही भएर यस्तो खाँदैछ। पछि डाइटिङमा चाहिँ त्यही भएर यहाँ सागपात मात्र मैले खानु, अरू सबै डाइट खानु हो। त्यत्रो छिर्छ म आमा छिर्दो रहेछ यार। कस्तो छ त्यो छ नि हाम्रो दाइले ल्याउनु भएको रेस्टुरेन्ट त मिठै हुन्छ नि हैन। ओके गाइस, तपाईहरुलाई आजको मेरो भिडियो कस्तो लाग्यो? आज हामी पुवाङको सिगमुल वानमा आएर चाहिँ तपाईहरुले यहाँको भित्रको सबै मैले भिडियोहरु देखाएँ, भिडियोमा देखाएँ। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। अनि अन्य भिडियोहरुको लागि यस्तै नयाँ ठाउँको अनि विशेष गरी कोरियाको ठाउँहरु हेर्नको लागि चाहिँ मलाई फलो गर्न नबिर्सनु होला भन्न चाहन्छु। मेरो फेसबुक, युट्युब जता गएर पनि तपाईले विजय भ्लग सर्च गर्नुभयो भने आउँछ।
विजय ब्लग साउथ कोरिया उल्सान हानेर सर्च गर्नुभयो भने मेरो फेसबुकमा युट्युबमा जता पनि भिडियोहरू छ तपाईँलाई जहाँनिर पाएको पर्छ त्यहीबाट हेर्न सक्नुहुन्छ है। ओके, यति भन्दै आजको भिडियो यति नै। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। बाई बाई।